अब रिपोर्ट आउनु बाँकी छ। रिपोर्ट चाहिँ 2 बजी आउँछ। ससुराले दहेजमा दिएको जस्तै गर्छ क्या नोकरीहरू, मतलब जनताको लागि होइन, आफ्नै लागि। 370 आमामा बिहान हामीहरू 7 बजी आएको होइन। मर्निङ सबैजनालाई र वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। र म चाहिँ अहिले फेरि बिहान एकदम झटपट हटपटमा चाहिँ हस्पिटल फेरि जानु आँटेको साथी हो। कति जानुहुन्छ भन्नुहुन्छ होला, तर अब परिस्थितिले गर्दा जानुपर्छ, बिमारी भएपछि जानै पर्छ। गाइस फाइनली हामी चाहिँ हस्पिटल पनि आइपुग्यौँ। यहाँको हस्पिटल हो यो चाहिँ, पार्किङ एरिया उता छ। मलाई चाहिँ होइन कहाँनिर हस्पिटल त होइन, कहाँको फुल बगैँचामा आएको जस्तो लागिरहेको छ। यहाँ चाहिँ एकदमै फुलहरू चाहिँ एकदमै जताततै फुलै मात्रै रोपेको हुन्छ है। त ओपीमा जानु भन्यो, यहाँ चाहिँ टोकन काट्ने ठाउँबाट ढिङ्की उठ्दा पनि सासै फुल्छ हौ बाबा रे। हस्पिटलमा हेर्नुहोस् मान्छे यस्तो धेरै, हामी यत्रो बिहान आउँदा पनि यति धेरै मान्छे छ। अहिले चाहिँ हामीहरू हस्पिटलको बाहिर छौँ र अहिले चाहिँ के हो कसो हो भन्दा चाहिँ हामीलाई चाहिँ टोकन नम्बर काटिकिन बाबुको चाहिँ छ। तपाईँ कति छ है? 370 आमामा बिहान हामीहरू 7 बजी आएको होइन। यत्रो बिहान आउँदा पनि मान्छेहरू बिहान पनि यति धेरै आइसकेको रहेछ। 3000 कति त पार भइसकेको छ पेसेन्टहरू। यत्रो बिहान आउँदा पनि यस्तो हालत छ। त हस्पिटल चाहिँ जति नै बिहान आउँदा पनि ढिलै हुन्छ रहेछ। अब फेरि रुङै परिरहेको छ हाम्रो चाहिँ तमामले। चाहिँ यहाँनिर हामी चाहिँ टनटनान घुमेको साथी हो। हेर्नुहोस् यहाँनिर कस्तो राम्रो छ। यहाँ चाहिँ हामीहरू यता आएर बसिरहेको छु मैले। यता हेर्नु कति गएछ अरे बाबु अहिले बिहान पनि? 3000 जनालाई हेरिसक्यो। अनि सोच्नु न, हस्पिटल भन्ने कुरा जति नै जल्दी आउँदा पनि नि ढिलै नै हुन्छ। हामी यत्रो मैले 6 बजी उठाएको होला, अन्त त्यहाँबाट 7 बजी त हामी आइपुगेको आमामाहरू होइन। यो चाहिँ हामी आज आएको चाहिँ 80सम्म चाहिँ हामीहरू प्राइभेटमा गइरहेको थियौँ होइन, र प्राइभेटमा छोडेर आज चाहिँ सरकारी हस्पिटलमा आएको थियौँ। अन्त सरकारी हस्पिटल पनि अब हाम्रो उताको जस्तै हुँदैन, लापरवाही हुँदैन। एउटा पेसेन्टलाई रेस्पोन्सिबिलिटीले हेर्छ। यहाँनिर चाहिँ हाम्रो उता त पर्खी डक्टर कहाँ पेसेन्ट कहाँ त्यस्तो भइरहेको हुन्छ होइन। एउटा फ्यामिलीको जस्तो जिम्मेवारी लिएर उनीहरूले छेउमा राख्छ, राम्रो रिस्पोन्स दिन्छ यहाँ चाहिँ डक्टरहरूले पनि। र बात गर्ने एउटा डिसिप्लिनमा बात गर्छ पेसेन्टसँग। त यहाँको त उहाँको त्यस्तो छैन क्या, यहाँ सबलाई बराबरी इक्वेल छ गाइज। र सिस्टम पनि राम्रो छ, नम्बर बाई नम्बर एनाउन्स गरेर बोलाउँछ र कुनै पनि छेडखानी छैन, कुनै पनि भ्रष्टाचार छैन। र हस्पिटलको बाहिर कुनै पनि दलालहरू राख्दैन हो। हाम्रोमा त आइज तेरो ट्रिटमेन्ट फर्स्टमा गराइदिन्छु, 1 नम्बरमा गराइदिन्छु, पैसा फ्याँक्यो हो त्यस्तो गरिदिन्छ। यहाँ झन् कति करोडवाला मालिकहरू छ है, तिनीहरूले एकै झट्कामा हस्पिटलमा उयो गर्न सक्दैन। साफ सुथरा पनि छ, बहुत क्लिन पनि छ बहुत। हाम्रो त उताको सरकारी हस्पिटल हेऱ्यो भने त बाफ्रे कता गुटकाको सेम हो, त्यही फेसिलिटी हो गाइस। हरेक गभर्मेन्ट हस्पिटलमा तपाईँको त्यही फेसिलिटी हुन्छ सेम। तर बस मान्छेहरू अहङ्कारमा हुन्छ। हाम्रो बङ्गालमा चाहिँ के हुन्छ भने डक्टरहरूको अब गभर्मेन्ट जबहरू छ अरे, डक्टरको भयो जुनै पनि गभर्मेन्ट अधिकारी हेर्नु, ससुराले दहेजमा दिएको जस्तै गर्छ क्या नोकरीहरू, मतलब जनताको लागि होइन, आफ्नै लागि। न राम्रो रिस्पोन्स, कुनै पनि सरकारी दफ्तरमा जानु राम्रो रिस्पोन्स र राम्रोसँगले बातै गर्दैन, मतलब पुरा अहङ्कार पुरा घमण्डको साथमा क्या। तर यहाँ त्यस्तो छैन। यहाँ तपाईँले अलिकति कुनै गभर्मेन्ट अधिकारी तपाईँसँग गलत बर्ताव गर्दैछ भने तपाईँले कम्प्लेन लिनु, साथ एक्सन हुन्छ गाइस। यो फेसिलिटी यस्तो हुनुपर्छ र फेसिलिटी नै यस्तै हुनुपर्छ साथीहरू जहीँको पनि। किनभने पेसेन्ट कोही बेला कस्तो गम्भीर रूपमा आएको हुन्छ, डक्टरहरूले लापरवाही गरिदिन्छ, त्यसको कारणले त्यसको जान जानु सक्छ। त्यही भनेर डक्टर भएपछि एउटा वचन लिएपछि चाहिँ त्यो वचनलाई पुरा पनि गर्नुहोस् तपाईँहरू। चाहिँ टोकन नम्बर हेर्नु जानुहुँदैछ भए उसको टर्न आयो कि भनेर, अनि म चाहिँ बसिरहेको छु। हेर्नु न हस्पिटलमा मान्छे, मेरो बुढा चाहिँ वहाँनिर हुनुहुन्छ, अझै पनि नम्बर आएको छैन बिचराको। यहाँ बस्दा पसिनै पसिना भइसक्यो, सिँढीमा आएर बस्ने जग्गा नभएर सिँढीमा बसिरहेको छु साथी हो। गर्मीले कपडाको नक्सा चेन्ज भइसकिसक्यो आमामा बाबा। चाहिँ खत्तम हुनु लागिसक्यो भन्दा पनि अब बुढाको टेस्ट गर्नु छ। अन्त बुढा चाहिँ वहाँनिर हुनुहुन्छ बसिराख्नु
भएछ टेस्ट गरेर रुममा अब के टेस्ट छ पनि टेस्ट पनि कति हो कति बिचरा गर्नै पर्यो अब बिमारी भएपछि मिलाइसक्यो भित्र बसेर। अहिले चाहिँ हामी यतानिर मेडिकलबाट यता आएर बसिरहेको छौँ। सबै भयो अब रिपोर्ट आउनु बाँकी छ। रिपोर्ट चाहिँ 2 बजी आउँछ अरे, 2:30 बजीतिर आउँछ। अन्त अब बस रिपोर्ट लिएर डक्टरलाई देखाउनु छ के कसो हुन्छ भनेर। एभ्रिवान, तपाईँहरूलाई मेरो आजको ब्लग के कस्तो लाग्यो? तपाईँहरूले सोच्नु हुँदैछ होला एकैचोटि कहाँनिर आएर ब्लग एन्डिङ भयो भनेर। साथीहरू यति गरम थियो कि यति गर्मी थियो कि त्यो हस्पिटलमा झन् साह्रो गरम। अनि म त डाइरेक्ट आएर खाना खाइकन सुतेँ त्यतिकै। अन्त त्यही भनेर अहिले ब्लग गर्दैछु। कति धेरै गर्मी के साथीहरू। हामीहरू कति 4-5 बजीतिर त आएको हस्पिटलबाट। बिहान आएको तपाईँको 8 बजी गएको हामी। 8 बजी टक्क्रकै 7 बजी गएको थियौँ है। त्यहाँबाट लाइन बस्यौँ, त्यहाँबाट रुङ्दा रिपोर्ट रुङ्दा फेरि भोलि जानुपर्ने छ रिपोर्ट फेरि देखाउनु लागि। र फेरि डेट दिन्छ अरे डक्टरले। अब भोलि मागेर थाहा हुन्छ। र आजको ब्लग तपाईँहरूलाई के कस्तो लाग्यो? मन परेमा लाइक शेयर सब्सक्राइब गरिदिनुहोस् होला। बाई बाई, थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइस।